नमस्कार, सम्पूर्णलाई नमस्कार। हाम्रो यो तारकेश्वर नगरपालिकाभित्रै हाम्रो जुन हाम्रो आँगनमै भएको दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्र, जसलाई हाम्रो यो जुन हाम्रो मामा रामकृष्ण नेपालले चाहिँ बोल्नु भएको एउटा क्लिप भाइरल भएको थियो। हामीले चाहिँ एउटा किन हामी अन्यथा जीवको हत्या नगरिकन त्यो बराबरको रकम 30,000 रकम चाहिँ यो संस्थालाई चाहिँ दिँदै गर्दा हामीले केही पुण्य कमाउँछौँ भन्ने उद्देश्यका साथ यो दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्रलाई चाहिँ मामाकै हातबाट उहाँ सरलाई चाहिँ हस्तान्तरण गर्न लागिरहनु भएको छ। र हाम्रो यो पुण्य काम हो। तपाईँहरूले देश विदेशबाट उहाँहरू छरेर बस्नुभएको महानुभावहरूले अब साइलेन्ट हुनु होला। हामीले पुण्यको काम गरेका छौँ। हिजो बोल्दा जे भए पनि, जस्तो गल्ती भए पनि, अहिले मामाले त एउटा उत्साहमा देशव्यापी लहरमा उत्साहमा खुसियाली बोल्नु भएको कुरा हामीले अरू भोज भतेरमा नलागिकन हामीले समाज रूपान्तरणको लागि हामीले एउटा दिनपर्ने यस्तो संस्थालाई हस्तान्तरण गर्दैछौँ। यो पैसा सबैले आफ्नो ठाउँबाट पोजिटिभ भाइस पनि पोजिटिभ रूपले पनि सोच्नु हुन पनि हार्दिक अनुरोध गर्दछु सबैलाई। धेरै धेरै धन्यवाद। भाइलाई उहाँले बोलेको कुरा पुऱ्याउनु भएको छ। हामीले खसीको कुरा भइरहेको थियो, खसी चाहिँ काटमाड नगर्ने, त्यो बराबरको रकम चाहिँ कुनै संस्थालाई चाहिँ हस्तान्तरण गर्ने कुरो चाहिँ निर्णय अनुसार हामीले चाहिँ अहिले चाहिँ ब्लाइन्ड चिल्ड्रेन एजुकेसन सेन्टर दृष्टिविहीन बालबालिकाको लागि शैक्षिक सेन्टर केन्द्रलाई के सहयोग होस् भन्ने हिसाबले हस्तान्तरण गरेका छौँ। भाइलाई धेरै धेरै बधाई छ, एकदम शुभकामना छ, देशलाई बधाई छ। सबैको जय जय हो। र यति भन्दै उहाँ रामकृष्णज्यूले आवेगमा उत्तेजनामा जे पनि भन्नुभयो होला, तर आज उहाँ विवेकले सोचेर मृत्यु तथा हत्यालाई छोडेर उहाँले जीवन रोज्नु भएको छ। त्यसको त्यो कदम निकै आदरणीय छ। ल हस्, रामकृष्ण भाइलाई धेरै धेरै धन्यवाद। उहाँको र मेरो भिडियो भाइरल भएको थियो, हामीले क्लिप गरेका थियौँ। र यो हामी बालनकै समर्थन हो।